चिलु बुबु कहाँ नि बुबु कहाँ नि फेरि म त्यस्तो गरेको मैले जोइन गर्ने के साह्रो यार अबे तेस्रो खुट्टा खोजेको कि तेस्रो खुट्टा पख पख तेस्रो खुट्टा भनेको सामान्य छोरा मान्छेहरूको फिलाको चेपमा हुन्छ यो एकदमै गेम पनि लाउनुस् के म यहाँ के हो अब सिलो एउटा यसो गरौँ एउटा सामान्य पनिसमेन्ट गरौँ एउटा सामान्य है कति साह्रो बाँधेको बुबु पनि हौ ब्राले पनि कस्या छ डोरीले पनि कस्या होइन हामी त देखेको भन्छौँ है हामी त देखेको भन्छौँ आँखाले देखेको त भन्छौँ कति राम्रो कपाल कति राम्रो आँखा सुन एउटा कुरा भन्छ डियर गेम पनि लाउनु के ट्याप गर्ने मान्छे लाइकहरू पनि बढिरहेको हुन्छ के हाम्रो त लाइक पनि बढ्छ क्या रात पर्दै गएपछि रमाइलो छिटो रात पर्छ तपाईँले खोज्दा त बुढी हुन्छु भने लगाउनु के यहाँ होइन तपाईँ के खोजेको म तेस्रो खुट्टा के तेस्रो खुट्टा दिनु न ए भगवान् के गाइस मैले एउटा नबुझेको कुरा तेस्रो खुट्टा भन्ने नै हुन्छ र दुईवटा खुट्टा त थाहा छ गाइस मलाई अहिलेसम्म तेस्रो खुट्टा भन्ने थाहा छैन यार को मान्छेसँग डिप्रेसन हो कि के हो यार होइन के खोजेको तपाईँ पागल भइसक्नु भयो के ए बेटे तेस्रो खुट्टा भनेको यो हो कि यो कम्ती गाह्रो पर्छ त यो आमा देखाउनु न तेस्रो खुट्टा भनेको यो के थर्ड लेग न सुत्न दिन्छ न खाना दिन्छ थुक्क दिन्छ कि सकिन्न तपाईँसँग सकिने रहेन तपाईँसँग सकिन्न भगवान् अभी के Orang dekat kami apa yang sadar weh. Ini tu macam, tu bang. Karya. लाजेको मर्नु भयो गाँठी के साह्रो यार अबे मम्मी बचाऊ यार के भएको आँखा देख्न पनि गाह्रो भयो यार ए डक्टरजी सुन्नुहोस् त डक्टरजी तपाईँले गेम पनि लाउनु डक्टर तपाईँले गेम पनि लाउनुहोस् कि न त म तार दिन्छु अहिले थर्ड लेग भन्छ हाम्रो त नसुत्न सिलो चाहिँ कम्ती गाह्रो नि हौ खै प्रगति छोरा मान्छेको प्रगति किन हुँदैन फुर्सद भयो तेस्रो खुट्टामा हात लायो कता अनि अब पनि लगाउनुहोस् के यो गेम खेल्नु पनि लगाउनुहोस् के यहाँ लाइकहरू बढ्छ क्या गेम ठुलो कुरो होइन यहाँ आफ्नो व्यथा अर्काले के थाहा हो हेत्तेरिका सिरो बुझाउन हौ हेत्तेरिका ल सिरो सुनाउ त एकताल सुनाउ त त्यो तेस्रो खुट्टा फेरि कहाँ राखेँ मैले हरा त पागलै भइरहेछ कस्ता मान्छेसँग जोइन गर्न पुगेछु यार म यार कसम भनेको कस्तो मान्छेसँग जोइन गर्न पुगेछु यार गोल्डी जस्तै हो रातिमा त चिन्छौ गोल्डी जस्तै हो सानो ठुलो आफ्नो ठाउँमा छ कालो गोरो आयु सिलो सिलो तर तपाईँभन्दा त गोल्डी अग्लो हुनुहुन्छ हौ अलिक अग्लो लाग्छ मलाई अलिकति हाइट चाहिँ अग्लो होला गाइस फलो पनि गर्नु है मलाई फलो गर्ने र मसँग गेम खेल्न पाउनुहुन्छ है गाइस मसँग गेम खेल्ने मन छ भने भाइरल हुनु मन छ भने चाहिँ गाइस गेम खेल्नु चाहिँ गेम खेल्न मन छैन मसँग उलुलु गर्ने मन छ भने फलो अहिले गर्छन् भन्ने तरिका हुन्छ नि त कहाँ थ्याङ्क यू गाइस मेम्बरशिप पनि हान्दिनु त एउटा कुरा भन्छु पहिला मेवा खाने अनि सेवा गर्ने बस्नु न म जान्छु है फेरि रमाइलो पनि हुन्छ के गर्नु न तपाईँले म यहाँ आँखा लगाएर कस्तो गाह्रो भइसकेको छ उ गर्नुहोस् त्यहाँ रात परिहाल्छ के हुन्छ आफ्नो आफ्नो व्यथा अनि त बुबु किन छोपेको तपाईँ गेमै खेल्न नसक्नु नै भयो त अनि कस्तो हो र तपाईँले हेरेको त्यस्तो राम्रो होइन नि त
बुबु नछोप्नु अनि खेल्छु बुबु नछोप्नु हो त्यतिकै राख्नु सिधा पागलै भइसकेछ यार अब गेम पठाउनु गेम सेन्ड गर्नु गरिदिने त्यहाँ अर्काको बुढीलाई त त्यस्तो होइन भरे फेरि गोल्डीले मुद्दा लाउँछ नखाने अनि छोप्नु चाहिँ किन छोपेको त त्यो बुबुमा हात किन राखेको तल राख्नु भन्नु हुँदैन के तपाईँ के पागल पागलै भइरहेको रहेछ अर्काको बुढीलाई यार ल त्यो स्थानमा किन हात राख्नु भएको मैले सबै भाषामा बोलेको छु स्थानमा किन हात राख्नु तल राख्नु त्यो कपडा झार्नु छिटो मलाई यस्तो गर्ने त मलाई त होइन यस्तो गर्ने त मलाई गोल्डीले कस्तो भने मलाई टिकटकमा आउनु दिन्न गर्ने त गोल्डीले मलाई टिकटकमा आउनु ए सिलु गएको छैन बनाऊ यार यहाँसम्म यार सिलु फेरि किन बुबु छोप्नु बाउ होइन किन बुबु नछोप्नु त्यत्रो बाग्लो बुढा लाएर पनि के भएको छोरी मान्छेहरू हामी औँलाले चोर्दैनौँ न त अर्काको बुढी खोल्नै नहुने रहेछ गाइस खोल्यो कि के बोल्ने सुन्नु त ओए डाक्टर जी एउटा कुरा पनि सुन्नु क्या जहिले माथि चढ्न मात्रै खोज्ने हो कहिले त तल नि बस्नु नि सुन्नु खोल्यो कि बोल्ने सुन्नै सक्दिनँ त म त मेरो कुरो नि सुन्नु के ओए डियर मेरो कुरा सुन्नु अब रात पनि पर्यो रात परेपछि अब फेरि अन्तै हुन्छ उच्च सम्मान छ हाम्रो विशेष गरी आँखाले पत्ता लगाइसक्यौँ हामीले जज गरिसक्यौँ यु आर सो गुड एन्ड स्ट्रङ यतिको जवानलाई गोल्डीले छिटो त्यही डाक्टरसँग जा भन्नु म त बाजा बजाएर लिन आउँछु बाजा बजाएर पर्यो नि सिलुले हेर्न नि पर्यो नि सिलुले हेर्न नि पर्यो नि म त उज्यालोमा लाइनमा गएर बस्ने खानकोटको लाइनमा गएर बस्ने त सुन्नु त तपाईँ त देवेन्द्रको ठ्याक्कै कपी हुनुहुन्छ देवेन्द्रको तपाईँको केही फरक छैन देवेन्द्रको पछाडि गएर बस्नुहोस्